फेफल्ला म तामाङ भाषाको परिवार र समूह के हो भन्ने कुरा यहाँहरूसँग सेयर गर्न चाहन्छु। नेपालमा 4 परिवारका भाषाहरू बोलिन्छन्। भाषाको आफ्नो आफ्नो परिवार हुन्छ। नेपालमा बोलिने भाषाहरू चिनिया भोट परिवारको भाषा बोलिन्छ, भारपेली परिवारको भाषा बोलिन्छ, आग्नेय परिवारका छन् र द्रविड परिवारका छन्। चिनिया भोट यसको शाखालाई हामी भोट बर्मेली शाखा भन्छौँ। यसमा धेरै भाषा यो परिवारमा बोलिन्छन् भने भारपेली परिवारको सङ्ख्या थोरै कम छ त्योभन्दा, तर वक्ता सङ्ख्या धेरै छ। र आग्नेय परिवार र द्रविडको परिवारको भाषा 1 र 2 मात्रै छन्। यसरी भाषा जसरी मान्छेको परिवार हुन्छ त्यसै गरी भाषाको पनि परिवार हुन्छ, एक अर्को सम्बन्धित भएर आउँछ। अब तामाङ भाषाको परिवार चाहिँ हेर्दाखेरि तामाङ भाषा चिनिया भोट महावंशको भोट बर्मेली शाखाको मा पर्दछ को भाषा हो। अर्थात् नेपालमा ठुलो सङ्ख्याको रूपमा चाहिँ चिनिया भोट भाषा भन्छ। त्यसको एउटा 2टा शाखा मध्ये एउटा शाखा चाहिँ भोट बर्मेली शाखा हो। तामाङ भाषा भोट बर्मेली शाखाभित्र पर्दछ। भोट बर्मेली शाखामा बोलिने नेपालका भाषाहरूमध्ये तामाङ भाषाको स्थान पहिलो छ। अर्थात् नेपालमा बोलिने भोट बर्मेली परिवारका भाषाहरूमध्येमा तामाङ भाषा ठुलो सङ्ख्यामा बोलिन्छ। तामाङ भाषाको आफ्नो समूह छ, सानो एउटा ग्रुप, फेमिली जस्तो हुन्छ, मोर सानो फेमिली। त्यसलाई चाहिँ भाषा शास्त्रीहरू, भाषा वैज्ञानिकहरूले तामाङ समूहका भाषा भन्दछन्। तामाङ समूहको भाषामा तामाङ, गुरुङ, थकाली, मनाङबा, नार्फु र छन्त्याल भाषा पर्दछ। प्रारम्भमा तामाङ, गुरुङ, थकाली, मनाङबा भएर डाक्टर मार्टिन मजाउँदोले टिजिटिएम भने, टी तामाङ, जी गुरुङ, टी थकाली, ए मनाङ भने। पछि अर्को एउटा भाषाशास्त्री माइकल नुनालले नार र फुमा क्षेत्रमा बोल्ने भाषा नार्फु र छन्त्याल भाषालाई पनि तामाङ समूहको भाषामा राखे। यसरी भाषाशास्त्रीहरूले, भाषा वैज्ञानिकहरूले भाषालाई ग्रुपिङ गर्दछ र यी 7-8 भाषाहरू तामाङ फेमिलीमा पर्दछ। अब तामाङ कुनै पनि जीवित वस्तुको चाहिँ रुखहरूको हाँगा शाखा प्रशाखा भने जस्तै गरी भाषा पनि एउटा जीवित वस्तु हो। भाषा पनि जन्मिन्छ, हुर्किन्छ र मर्छ। विश्वमा ठुल्ठुला भाषाहरू जन्मे, हुर्केर मरे। संस्कृत भाषा कसैले बोल्दैनन्, त्यसरी ल्याटिन भाषा बोलिँदैनन्। त्यसै गरी जीवित भाषाको आफ्ना भेद उपभेद हुने भएकोले तामाङ भाषाको भेदहरूलाई चाहिँ भाषाशास्त्रीहरूले पूर्वी भेद भनेका छन्। एउटा त्रिशुली नदीको पूर्व क्षेत्रमा बोल्ने भाषा पूर्वी भेद, त्रिशुली नदीदेखि पश्चिमतिर बोल्ने भाषालाई पश्चिमी भेद, एउटा उत्तर पश्चिम पनि भनेको छ। त्यो नुवाकोटको मध्य क्षेत्रीय पहाडको मैदानी भागलाई भएर इन्डिकेट गरेको छ भने पूर्वी गोर्खा भनेर गोर्खाको उत्तरी क्षेत्रमा बोल्ने भाषा चर्चा गरेको छ। यसरी तामाङ भाषालाई 4वटा भेदमा, क्षेत्रीय भेदमा वर्गीकरण गरेको भाषाशास्त्रीको भनाइ छ। र पूर्वी भेदमा अर्को 2टा उपभेद छ। उत्तर पूर्वी भेद भन्छ, त्यसले हामी बोलचालीमा सैलुङ्गे भेद पनि भन्न सक्छौँ। र उत्तर पश्चिम पूर्व दक्षिण भेद, जसलाई हामी तेमाले उपभेद पनि भन्न सक्छौँ। यसरी तामाङ भाषाको चाहिँ विभिन्न उपभेद पनि रहेको छ। अघि मैले तामाङ भाषाको परिवारको कुरा उठाएको थिएँ। तामाङ भाषा अघि मैले बोल्दाखेरि चिनी तिब्बती परिवारको भाषा भने। यहाँ 2जना विद्वानहरू ग्लोभर र नुनानको कुरा पनि म यहाँ राख्न चाहन्छु अब समयमा। यो चिनी तिब्बती महावंशलाई अनि भोट बर्मेली वंशमा राखेको छ। यो भोट बर्मेली वंश पनि बौद्धिक हुँदै केन्द्रीय हिमालीमा पर्छ। केन्द्रीय हिमालीमा पनि पश्चिम केन्द्रीय हिमाली, त्यसपछि बौद्धिस्टमा, त्यसपछि बौद्धिस्टभित्र चाहिँ यो भाषा तिब्बती, काइके, घले र तामाङ समूह पर्दछ। तामाङ समूहभित्र
अघि मैले भने जस्तै पूर्वीय तामाङ, पश्चिमी तामाङ, मनाङबा, नार्फु, गुरुङ, थकाली र छन्त्याल भाषा पर्दछ तामाङ समूहभित्र। कतिपयले तिब्बती भाषाको वंश हो भनेका छन्, तर तामाङ समूह के देखाउँछ भने तिब्बती तामाङ भाषा तिब्बतीको सोझै वंश होइन। यहीँबाट देखिन्छ बाजे पुस्ता चाहिँ एउटै देखिन्छ, पूर्वज चाहिँ सबै भाषाको स्रोत त चिनी तिब्बती परिवारकै भाषा हो, त्यसबाट भोट बर्मेल नै हो। भोट बर्मेल हुँदाहुँदै पनि तामाङ भाषा तिब्बतीको डाइरेक्ट डेसेन्डेन्ट वंश होइन भने यसले देखाउँछ। बरु बोधिसको वंश हो, पश्चिम केन्द्रीय हिमालीको। यो सबैभन्दा पहिला ग्रोभरले 1974 मा आफ्नो थेसिसमा तामाङ समूहको भाषाहरू बीचको सम्बन्ध 66% छ भनेको थियो। उहाँले भन्नुभएको छ आफ्नो किताबमा। यो 66% को कन्सेप्ट चाहिँ कहाँबाट आएको भने भाषा विज्ञानको एउटा सिद्धान्त छ, उसले 100 वर्डमा एउटा सूचना जम्मा गर्छ र त्यसलाई कम्पेयर गरेर हेर्छ, त्यसमा 66% मिलेको छ। 66% मिलेको अर्थ चाहिँ भाषा वंश विज्ञानकोले के भन्छ भने यो इस्वी सन् 350 मा तामाङ भाषा र गुरुङ भाषाहरू छुट्टिए भन्ने उसको तर्क छ। 350 AD। यदि त्यो हो भने आजभन्दा 1675 वर्ष अगाडि तामाङ भाषा र गुरुङ भाषा अलग भए भन्ने हुन्छ। यसै गरी तपाईँले मनाङबा, नार्फु, थकाली, छन्त्यालसँग पनि बुझ्नुपर्ने हुन्छ। यसरी तामाङ भाषाको वंशलाई मैले तपाईँहरूको प्रस्तुत गरेँ। यो एक प्रकारको निकै आधिकारिक वंश वृक्ष हो। फरक वंश वृक्ष पनि तपाईँ देख्न सक्नुहुन्छ, तर अहिले हाम्रो छलफलको लागि यो वंश वृक्षलाई नै उपयोग गरौँ भन्ने मलाई लाग्यो। धन्यवाद।